अब ओह्रालो झर्न लागेको एकदम नरमाइलो छ यहाँ चाहिँ हैन म अहिले गुल्ट्यो भने केही थाहा छैन मलाई गाइस मलाई अहिले गर्न कोही छैन म लडेँ गाइस हैन अब चाहिँ म लड्छु मर्छु हैन गाइस म लडिसकेँ हैन अब फेरि एकचोटि वान्स मोर लड्छु हैन अनिखेर खेल खत्तम गरिदिन्छु म यहाँ मेरो दुईटा दिदी बहिनीहरू चाहिँ उता हुनुहुन्छ हैन यहाँ म पुरा भिडियो बनाउँदै हिँडेको मलाई गाह्रो भइसक्यो यिनीहरू मेरो अम्ला फुटिसक्यो आऊ न ए चाँडो म मुनि गएँ है तिनीहरू चाहिँ आउँदै गरोस् हामी चाहिँ मुनि जाँदै गरौँ गाइड्स हैन तपाईँमा चाहिँ जाँदै गरौँ गाइड्सहरू अरू के छ अब के हेर्दै जानु आज म यति भ्लग बनाउँछु मलाई चाहिँ एकदम गाह्रो लाग्छ हैन म फाइनली मुनि झरेँ मेरो साथी सङ्गीहरू चाहिँ त्यहाँ छन् हैन उहाँसँग आउँदैछन् चाहिँ अहिले रोडहरूमा बाइक हिँडिरहेछ धेरै त्यही धुलो उडिरहेछ आउनु सेलुलु आउँला दुखेन ए म त उहाँबाट कुदेर आएर फालेको के सोचे ए सरी तपाईँहरू पनि हुनुहुँदो रहेछ हैन हामी चाहिँ आज एकदमै थुक्करी आइज न मर यस्तै हो कि काठमाडौँ बस्ने मान्छेहरू त ल ए भोरलाङ उफ्रिँदैन यस्तो माम ल दिदी बोल्दै गर्नु मेरो वेलकम ब्याक टु माई वाट रोशनी ब्लग च्यानल हामी पागल भइसक्यौँ यहाँ हेर्नुहोस् यिनीहरूको पारा हेर्नुहोस् दस घन्टा आइलागेको छ यिनीहरूलाई होइन यो हो कि मेन त काठमाडौँमा बसेर हामी त गाउँवाला मान्छेहरू जे पनि आउँछ होइन हामीलाई जे पनि आउँछ भिरपाखामा बस्यो होइन तर मेरो घर निस्कड गाइड्स होइन यो चाहिँ मेरो फर्स्ट भ्लग हो यो चाहिँ कसैले नहालिदिनु हुन एकदम बिन्ती गर्दछु युट्युब च्यानल छ है ओइ मारिदिन्छु नि हालिस् भने त होइन गाइड्स अनि अब चाहिँ हामी पार्क जान लागेको पार्क जान लागेको होइन पार्क जान लागेको तर कट्यो होइन मलाई थाहा छैन गाइज हामी सर्टकटबाट आउने भएर कट्यो पार्क होइन पार्क के भनेको कि मजा गरेर पार्क हो हुन चाहिँ होइन कटिसक्यो अहिले चाहिँ हामी जाँदैनौँ हामी सर्टकटबाट त्यस्तो भिरबाट आउने गएर त्यहाँको माथि के त्यो माथि कस्तो होला कहाँ माथि जाउँ राम हामी चाहिँ अब एकदम रमाइलो छ होइन हामी चाहिँ अब जङ्गल डाँडा आएको होइन एकदम रमाइलो छ म पाहाड जस्तै उफ्रिँदै हिँड्दैछु यहाँ सबैले मलाई मात्र घुरिरहेछन् यताउतिबाट होइन मेरो प्यारी प्रिय बहिनी तर हाइटमा ठुलो हल्का मेरो प्यारी दिदी तर हाइटमा हल्का ठुलो म चाहिँ सबसे बन्ठी है पुन्टी छु एकदम यो मेरो प्यारी बहिनी यता हेर्नु त दिदी भन्दा नि हुन्छ यो दिदी यता हेर्नु त होइन यो भिडियो चाहिँ बिन्ती गर्छु कसैले नहालिदिनु होला हामी चाहिँ जाँदैछौँ अब हामी थाक्ने बेला होइन हामीले आइसक्रिम खाएर चटपटी पानीपुरी खाएर एकदम पावर आएको छ गर्ल्सको पावर नै त चटपटी पानीपुरी आइसक्रिम हो होइन त्यही भएर हामीले खाएर आएको अब हामी उकालो चढेको अघि चाहिँ अझै ओह्रालो झर्दाखेरि ब्यालेन्स नै भन्नु छैन कि फेरि उता अग्लो छ हे भगवान्
एकदम खुट्टा दुख्ने बेलामा छ मेरो अब नेक्स्ट पार्टमा है अर्को ब्लग चाहिँ नेक्स्ट पार्टमा पार्ट 2मा है अर्को पार्ट